यदि तपाई क्रिकेट खेल्नका लागि फुटवर्क अति आवश्यक हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ। के तपाईलाई विश्वास लागेन? विश्वास लागेन भने तपाईका लागि यी दृश्यहरू हाजिर छन्। उनीहरू हिड्न सक्दैनन् तर निर्धक्क रूपमा क्रिकेट खेलिरहेका छन्। प्रसंग हो विश्वमा नै पहिलो पटक आयोजना गरिएको भनिएको व्हील चेयर क्रिकेट प्रतियोगिताको। नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले विन्टर कप अन्तर्राष्ट्रिय व्हील चेयर क्रिकेट सिरिजको नाममा प्रतियोगिताको आयोजना गरेको हो। सिरिजमा नेपाल र पाकिस्तान सहभागी छन्। हाल व्हील चेयर क्रिकेट टीम नेपाल र अफगानिस्तानमा मात्र भएको नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए। खेलमा सबै नियम सपाङ्ग क्रिकेटको जस्तै रहेको पनि अध्यक्ष शाहीको भनाइ छ। नेपाली टीममा 10 वर्षीय माओवादी जनयुद्धका बेला खुट्टा गुमाएका नेपाल आर्मी र पुलिसका 6 जना खेलाड़ी छन् भने बाँकी खेलाड़ीले सड़क दुर्घटना लगायतमा खुट्टा गुमाएका हुन्। खुट्टा गुमिसकेपछि जीवन बाँच्न नै बिर्सिए जस्तो भएकाहरूले खेलकुदका माध्यमबाट जीवनलाई फेरि नयाँ सिराबाट शुरू गरेका छन्। खेलकुदका माध्यमबाट जनचेतना फैलाउने उद्देश्यले पनि प्रतियोगिताको आयोजना गरेको अध्यक्ष शाहीको भनाइ छ। स्पोर्टबाट हामीले च्यालेन्ज दिनुपर्छ भन्ने मेन हाम्रो टार्गेट नै त्यही हो र जनचेतना पनि हामी स्पोर्टबाटै फैलाउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो। अस्ट्रेलिया र न्यूजील्याण्डमा जारी 1 दिवसीय विश्वकप क्रिकेट अन्तर्गत जिम्बाब्वेले पहिलो जित निकालेको छ। आज भएको खेलमा जिम्बाब्वेले संयुक्त अरब इमिरेट्स यूएई विरूद्ध 4 विकेटको जित हात पारेको हो। यूएईले दिएको 286 रनको लक्ष्य जिम्बाब्वेले 48 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। टेस्ट मान्यता प्राप्त मुलुक जिम्बाब्वे विरूद्ध एसोसिएट टोली यूएईले उत्कृष्ट खेल प्रदर्शन गरेपछि जित निकाल्न भने सकेन। जिम्बाब्वेका सेन विलियम्सले अभिजित 86 रनको योगदान दिएपछि टोलीको जितको ठोस आधार बनेको हो। यस अघिका खेलाड़ीले गतिलो साझेदारी गर्न नसक्दा खेल यूएईले आफ्नो नियन्त्रणमा लिएको थियो। जिम्बाब्वेका लागि विकेट किपर ब्याट्सम्यान ब्रेन्डल टेलरले पनि 47 रनको योगदान दिए। यूएईका मोहम्मद ताकिरले 2 विकेट लिए। यसअघि न्यूजील्याण्डको सेक्सटन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै निर्धारित ओभरमा 7 विकेट गुमाएर 285 रन जोडेको थियो। एसोसिएट टोली यूएईको 1 दिवसीय क्रिकेटमा यो सबैभन्दा ठूलो योगफल हो। यूएईका लागि साइमन वाजवारेले 67 रनको योगदान दिए। बोलिङतर्फ जिम्बाब्वेका टेन्डाई चतराले 3 विकेट लिए। खेलको म्यान अफ द म्याच जिम्बाब्वेका सेन विलियम्स घोषित भए। विश्वकप अन्तर्गत भोलि हुने खेलमा न्यूजील्याण्ड र इंग्ल्याण्ड आम्ने सामने हुनेछन्। अब इन्टरनेशनल न्यूज। संयुक्त राष्ट्र संघका लागि रूसी राजदूत विटाली चुर्किनले युक्रेनमा शान्ति सेना राख्ने युक्रेनका राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेका छन्। युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोको यो प्रस्ताव मिन्स्क शान्ति सम्झौता भंग गर्ने खेल भएको चुर्किनको भनाइ छ। संयुक्त राष्ट्र संघका लागि रूसी राजदूत भिताली चुर्किनले युक्रेनमा शान्ति सेना राख्ने युक्रेनका राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेका छन्। युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्कोको यो प्रस्ताव मिन्स्क शान्ति सम्झौता भंग गर्ने खालको भएको चुर्किनको भनाइ छ। रूस र युक्रेन बीच बेलारूसको राजधानी मिन्स्कमा केही दिन अगाडि युद्ध विरामको सम्झौता भएको थियो। युद्ध विरामको सम्झौतापछि पनि सामरिक महत्वको शहर डेभलसेभमा युद्ध जारी रहेपछि युक्रेनले आफ्ना सैनिकहरू फिर्ता पठाएको थियो।